नमस्कार सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ हामी ब्रोकर नम्बर 36 सिक्योर सिक्युरिटिज भन्ने ब्रोकर आइडीको टिएमएक्स बाई र सेल कसरी गर्ने भनेर जान्नको लागि गइरहेको छौँ। यो मैले पनि फेस गरेको प्रब्लम हो। मैले पनि सुरुमा नयाँ नयाँ हुँदाखेरि आएको थिएन, मलाई पनि मैले पनि सिकेको हो। यो आई थिङ्क म हजुरहरूलाई बुझाउन सक्छु भनेर भिडियो बनाइरहेको छु र मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सबैजना सब्सक्राइब गरिदिनु होला, भिडियो मन परेमा लाइक पनि गरिदिनु होला भन्दै अब हामी मोबाइलको ड्यासबोर्डतिर जाँदैछौँ। हजुरले हेर्न सक्नुहुन्छ यो चाहिँ आजको क्लोजिङ भएको मार्केट हो। आजको निफ्टी चाहिँ 27.13 अङ्कले वृद्धि भएको छ। धेरै पछाडि लगभग 3 देखि 4 दिन पछाडिको पोजिटिभ आएको हाम्रो नेप्से हो। यसमा चाहिँ हामीले यहाँनिर बाई सेल भनेर अप्सन दिएको छ। बाई सेल भन्ने अप्सनमा हामीले क्लिक गर्ने। क्लिक गरेपछि यहाँनिरबाट हजुरलाई कुन मनपर्छ किन्नको लागि। अब जस्तै जिएमएलआई अहिलेको टप भनेको यो सेयर छ। हजुरले यहाँनिर मार्केट खोलेको बेला अहिले त मार्केट क्लोज छ, यहाँनिर देख्न सक्नुहुन्छ क्लोज। हजुरले जिएमएलआई सर्च गर्ने, जुन स्क्रिप्ट हो यहाँनिर आएर बाहिर सेलमा माथि यहाँ क्लिक गरेर सर्च गर्ने। सर्च गरेपछि हजुरलाई यहाँ डिटेल्स आउँछ, प्राइस कति हो। हजुरले यहाँबाट प्राइस घटाउन बढाउन जे गर्न पनि सक्नुहुन्छ। जस्तै आजको हाइएस्ट बिड भनेको चाहिँ हाइएस्ट भनेर यहाँ 2571.40 यति छ आज। सरी 2571.40 यो छ भने हजुरले यहाँनिरबाट प्राइस घटाउन बढाउन सक्नुहुन्छ भने यहाँबाट चाहिँ हामीले क्वान्टिटी सिलेक्ट गर्ने हो। हजुरलाई कति मनपर्छ, 10 किता 20 किता 50 किता जति किता पनि हजुरले बाई गर्न सक्नुहुन्छ। यहाँ बढेपछि यहाँबाट क्लिक गर्ने। क्यानट प्लेस अर्डर ड्युरिङ मार्केट क्लोज। अहिले चाहिँ मार्केट क्लोज भएको कारणले गर्दा हामीले अर्डर प्लेस गर्न सकेनौँ, त्यही हो। अब बाई गर्ने तरिका त हामीले बुझ्यौँ। अब हामीले सेल गर्ने तरिका भनेको चाहिँ यो बाई गर्ने अप्सनलाई एकचोटि क्लिक गर्दाखेरि सेलमा आउँछ। हजुरहरूले कति क्वान्टिटी हजुरहरूसँग छ हो त्यो क्वान्टिटी प्राय अहिले त आइपिओ भर्नेहरू आइपिओ परेकोमा त 10 किता हुन्छ। 10 किता सेलेक्ट गर्ने। सेलेक्ट गरेपछि हजुरहरूको प्राइस अहिले मार्केटमा कति छ हो त्यो आउँछ। आएपछि हजुरले बढाउन घटाउन जतिमा बेच्न पनि सक्नुहुन्छ। सकेपछि मसँग यो सेयर छैन, त्यही भएर एभाइलेबल 0 सेयर देखाएको छ। यहाँबाट सेल गरिदिने। यो पनि मार्केट ओपन भएको बेलामा सेल गर्ने। सेल गरेपछि अब हाम्रो मोबाइलको काम सकिन्छ। मोबाइलको काम सकिन्छ। सकेपछि हामी लागौँ ल्यापटप अथवा कम्प्युटर मोबाइलकै मेरो सेयर एकाउन्टतर्फ। यहाँ सकिएपछि हाम्रो यहाँ केही पनि काम हुँदैन। बेचिसकेपछि हाम्रो काम भनेको चाहिँ हामीले सेयर ट्रान्सफर गरिदिनुपर्छ। यही सेयर ट्रान्सफर गर्न साह्रै मुस्किल हुन्छ हजुरहरूलाई, नयाँ जो हुनुहुन्छ। यसको कारणले गर्दा हामी जान्छौँ मेरो सेयरको ड्यासबोर्डतिर। म हजुरहरूलाई लिएर जान्छु मेरो ल्यापटपको स्क्रिनमा। हामी मेरो सेयरको ड्यासबोर्डमा आइसकेका छौँ। ड्यासबोर्डमा आइसकेपछि हामीले सेयर ट्रान्सफर गर्नको लागि माई पर्चेस सोर्समा गएर माई होल्डिङमा हजुरले यो चाहिँ फिल्टर गरिदिइसक्नु परेको हुन्छ। यहाँनिरबाट आउँछ, यहाँ क्लिक गरेर ओके गर्दाखेरि यो फिल्टर भइसक्छ। पर्चेस सोर्स यो चाहिँ किन्दैखेरि गर्नुपर्ने हो। तपाईँहरूको मेरो सेयर एकाउन्टमा आइसकेपछि यहाँ गएर सर्च गरेर यहाँ क्लिक गर्ने अप्सन आउँछ एउटा। क्लिक गर्ने अप्सनमा क्लिक गरेर हजुरहरूले कन्टिन्यू गरिदिनु भयो भने हजुरहरूको पर्चेस सोर्स फिल्टर भइसक्छ। फिल्टर भइसकेपछि हजुरहरूले सेयर ट्रान्सफर गरिदिनुपर्छ। सेयर हजुरहरूले बेचेको 24 घण्टाभित्रमा ट्रान्सफर गरिदिनुपर्छ, नत्र तपाईँहरूलाई 20% फाइन लाग्छ। त्यो फाइनबाट बस्नको लागि चाहिँ ड्यासबोर्डमा आउँछ। ड्यासबोर्डमा आएपछि माई पर्चेस सोर्समा जाने, माई होल्डिङ्समा जाने। होल्डिङ्समा गएर क्लिक गरेर एसएसएचएल, आज मैले सेल गरेको भनेको चाहिँ एसएसएचएल हो, सर्च गर्ने। सर्च गरिसकेपछि हजुरहरूलाई यस्तो अप्सन आउँछ, एसएसएचएल 10 किता यो डेटमा
मैले सोल्ड गरेको भनेर आउँछ। त्यस पछाडि यहाँनिर एउटा क्लिक गर्ने अप्सन हुन्छ, हो त्यहाँनिर क्लिक गर्ने अनि त्यस पछाडि प्रोसिड गर्ने अनि त्यस पछाडि यहाँ पनि क्लिक गर्ने, अपडेट गरिदिने। अपडेट गरिसकेपछि माई होल्डिङ सेभ सक्सेसफुल भने माई एडिआइएसमा आउँछौँ। माई एडिआइएसमा आइसकेपछि ट्रान्सफर सेयरमा क्लिक गर्छौँ। ट्रान्सफर सेयरमा क्लिक गर्दाखेरि हजुरहरूले कसलाई बेच्नुभएको त्यसको आइडिया आउँछ, कहिले बेच्नुभएको त्यसको आइडिया आउँछ। यो डिटेलमा जाने त्यस पछाडि हामीले चाहिँ 2टा सेयर बेचेका छौँ, EHPL र SSHL। मैले EHPL पनि बेचिसकेको थिएँ, त्यही भएर त्यो पनि क्लिक गरेर राइट गरिदिइसकेँ। राइट गरिदिइसकेपछि हामीले यहाँनिर र यहाँनिर डाइरेक्ट यहाँ माथि क्लिक गरिदिँदा पनि हुन्छ, नत्र यहाँनिर क्लिक गर्दा पनि फिल भइहाल्छ। फिल भइसकेपछि चाहिँ हामीले प्रोसिड क्लिक गरिदिने। प्रोसिड क्लिक गरेपछि अप्सन आउँछ। अप्सन आएपछि आई एग्रीमा क्लिक गरिदिने। आई एग्रीमा क्लिक गरिदिने। आई एग्रीमा क्लिक गरिसकेपछि हामीले कन्फर्म गरिदिने। कन्फर्म गरेपछि यहाँ आएर हजुरहरूको सेयर ट्रान्सफर भयो कि भएन भनेर रिपोर्ट हेर्न सक्नुहुन्छ। यहाँ आएर हजुरहरूले बेचेको स्क्रिप्ट हाल्ने। मैले भनेको SSHL बेचेको थिएँ, बेच्दाखेरि यहाँनिर मैले इन्टर गरेँ, यहाँनिर गएर सर्च गरेपछि यहाँ हेर्नु स्ट्याटसमा सेटल भनेर आइसकेको छ। सेटल भनेको चाहिँ हजुरहरूको सेयर ट्रान्सफर भइसकेको छ। हजुरहरूलाई यो भिडियो मन पर्यो भने लाइक सेयर सब्सक्राइब गरिदिएर सपोर्ट गरिदिनु होला। यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने यति भन्दै म बिदा हुन चाहन्छु। धन्यवाद।